अनुष्का पन्थी। मेरो छोरी अहिले 12 वर्ष भए अनि कोलपुर तक्षशिला स्कुलमा पढ्छ। अनि मेरो छोरी चाहिँ सानैदेखि डान्समा एकदम रुचि गर्ने मान्छे। अहिले 12-13 वर्ष भएदेखि अहिलेसम्म त्यहीमा लागिरहेको छ, डान्स गरिरहेको छ। पढाइमा पनि राम्रै छ। अनि सरहरूको अब नृत्यहरू देखेर त्यसमा भाग लिई अहिलेसम्म सिलेक्ट हुँदै आएको छ नानी चाहिँ। मेरो छोरी चाहिँ सानैदेखि सोझी राम्रै छ। सानोलाई माया गर्ने, ठुलोलाई आदर गर्ने, ठुलो राम्रो बानी छ। स्कुलमा पनि खेलकुदमा पनि राम्रोसँग पार्टिसिपेट गर्न जानेको छ, राम्रो छ, नम्बर लिएर आउँछ। स्कुलमा पनि पढाइ पनि राम्रै छ। अहिले उसलाई चाहिँ उसको चाहिँ अब डान्समा चाहिँ रुचि भएर ऊ चाहिँ खेलकुदमा भन्दा पनि डान्समा चाहिँ चासो लिएर अगाडि बढिरहेको छ। ल उसको खुसी नै ल ठिकै छ भनेर हामी चाहिँ त्यसमा सपोर्ट गरिरहेको छौँ। मेरो नानी चाहिँ नृत्यको महासङ्घमा फाइनल पुगिसकेको छ। हजुरहरूको टिमलाई एकदम धेरै धन्यवाद छ। यस्तै गरेर सपोर्ट गरिदिनु होला। फेरि धन्यवाद भन्दै एकचोटि चाहिँ नृत्यको महासङ्घ टिमलाई चाहिँ एकदम धेरै धन्यवाद भन्न चाहन्छु। हस्त नमस्कार।